एकदमै एचआरको बारेमा मिसअन्डरस्टुड गर्ने कुरा भनेको चाहिँ हायरिङ र फायरिङ चाहिँ एचआरले गर्ने हो, होइन? एचआर डिपार्टमेन्टले गर्ने हो। हायरिङ पनि उसको जिम्मामा हुन्छ, फायरिङ इट्स नट लाइक द्याट। जस्तो कुनै पोजिसनको लागि रिक्वायरमेन्ट भयो भने त्यो डिपार्टमेन्टबाट रिक्वायरमेन्ट्सहरू आउँछ। अनि स्किल, नलेजहरू, एजुकेसन कस्तो खालको चाहिन्छ, एक्सपिरियन्स कस्तो चाहिन्छ, त्यस्तो सर्टलिस्ट गरेर हामीले उहाँहरूलाई दिन्छौँ। इन्टरभ्यू हामीले एचओडिजहरूसँगै बसेर इन्टरभ्यू लिने हो, होइन? हायरिङमा पनि म्यानेजमेन्ट, एचओडी, इमिडिएट सुपरभाइजर सबैको रोल एकदमै इम्पोर्टेन्ट हुन्छ। अनि फायरिङ भनेको चाहिँ एचआरको एउटा त्यो के भन्छ नि, हामी चाहिँ कसैले लिँदाखेरि फायर गर्नै लिन्छौँ भन्ने इन्टेन्सनले सायद कोही एचआरले पनि लिनुहुन्न होला। तर जब लिइसकेपछि उहाँहरूको स्किल्सहरू म्याच हुँदैन, जब उहाँको इमिडिएट सुपरभाइजरहरूले, एचओडिजहरूले चाहिँ उहाँले अप टु द लेभल काम गर्न सक्नु भएन भन्नुहुन्छ, त्यसपछि हामी ट्रेनिङ एन्ड डेभलपमेन्टको कुराहरू पनि उहाँहरूलाई इन्गेज गराउँछौँ। ट्रेनिङ एन्ड डेभलपमेन्टमा पनि त्यो गर्दाखेरि पनि, काउन्सिलिङ गर्दाखेरि पनि इम्प्रुभमेन्ट भएन र उहाँहरूको गोल र इन्स्टिट्युसनको गोल, भिजन नै म्याच हुन सकेन भने चाहिँ त्यो टाइममा सबैजनाको रेकमेन्डेसन अनुसार हामीले उहाँहरूलाई म त टर्मिनेट भन्दिनँ, अब हामी छुट्टिन्छौँ भन्न न, हजुर, हाम्रो कन्ट्र्याक्ट चाहिँ त्यही एट द एन्ड हुन्छ। अनि यो एउटा कन्सेप्ट चाहिँ धेरैजनामा के छ भने एचआरकै काम हो, हायरिङ गर्ने पनि, फायरिङ गर्ने पनि भन्ने एउटा मिसकन्सेप्ट चाहिँ यो एकदमै हजुर, हजुर। ठुलो हजुर, मिसकन्सेप्ट छ। अनि अर्को चाहिँ एचआरले नै हो स्यालेरी डिसाइड गर्ने, उसँग नेगोसिएट गर्यो भने हुन्छ भन्ने हुन्छ। अब त्यस्तो चाहिँ हुँदैन। स्ट्रक्चर्ड अर्गनाइजेसनमा चाहिँ कस्तो हुन्छ भने स्यालेरी स्ल्याबहरू हुन्छ। हजुर, कुन हजुर, पोजिसनको लागि स्टार्टिङ कतिबाट भन्ने हुन्छ, हजुर, होइन? म्यानेजमेन्टको पनि ठुलो रोल हुन्छ त्यसमा। म्यानेजमेन्टको बजेट कस्तो छ, म्यानेजमेन्टले डिरेक्टली हायर गर्न खोजेको कोही एउटा हेड हन्ट गरेर ल्याउन खोज्नु भएको छ र जुन स्ल्याबमा पर्नुहुन्न र म्यानेजमेन्टको चाहिँ एकदमै इन्ट्रेस्ट छ उहाँलाई ल्याउनु भने चाहिँ त्यो टाइममा एचआर भनेको जस्ट मेडिएटर मात्रै हो के। हजुर, हजुर, एचआर भनेको फाउन्डर जस्तो होइन। धेरैजनाको चाहिँ एचआरले भनेपछि जे पनि हुन्छ भन्ने छ, त्यस्तो चाहिँ हुँदैन। हजुर।